यो गर्मी चितवनतिर मात्रै हो कि हजुरकोतिर पनि छ? 2-4 दिन भयो एकदमै नै धेरै गर्मी छ कि यस्तो घाम लाग्ने गर्मी छ। पानी नआएको कति दिन भइसक्यो। अनि आज चाहिँ मलाई खाना पकाउनु थियो अलि धेरैजनाको लागि। यो गर्मीमा खाना पकाउन यसै त गाह्रो, झन् त्यहीमाथि अलि धेरैजनाको लागि पकाउनु पर्दा झनै गाह्रो। त्यसपछि अब अल्छी गरेर के गर्नु भनेर खाना पकाउनुतिर लागेँ। अनि फर्स्टमा चाहिँ मैले 2 केजी मटन लिएको थिएँ, त्यसलाई मजाले मटनको ग्रेभी बनाएँ सिटी लगाएर। अनि लागेँ त्यस पछाडि गएर चिकन बनाउनु थियो, अलिकति चिकन पनि बनाएँ। मटन ग्रेभी चाहिँ यस्तो मिठो भएको थियो, हेर्दा पनि कति मजाको थियो। अल्छी लागेर आज चाहिँ मैले मसला पिसेर हालिनँ, धुलो मसला नै हाल्थेँ, होइन भने मैले मसला सधैँ पिसेर हाल्ने गरेको थिएँ। त्यसपछि गएर फुचेको लागि चाहिँ घिउ राखेर थोरै खाना बनाइदिएँ। उसले चाहिँ यो घिउ राखेको खाना चाहिँ एकदमै नै मिठो मान्छ क्या। एकछिनसम्म मजाले भुटेँ अनि त्यस पछाडि ट्याक्क मलपिरी उम्लिसके पछाडि सिटी लगाइदिएको। उसलाई यति भएपछि अरू के पनि चाहिँदैन, मजाले मिठो मानेर खान्छ क्या। अनि यता बाहिर चाहिँ सबैजनाको लागि चाहिँ खाना पाकिराखेको थियो। यो चाहिँ अलि धेरै नै बनाएको थियौँ खाना। त्यस पछाडि गएर अलिकति चिकन पनि फ्राई गरिदिएको थिएँ र अचार बनाएँ। आज मसँग छोप सकिया रहेछ, रातिमा त पिस्न पनि भ्याउ लाग्यो। त्यस पछाडि चाहिँ मैले मेथी र खुर्सानीले मात्रै झानेर चाहिँ अचार बनाइदिएँ। आलु, काँक्रा, प्याज थियो, अनि कागती काटेर सर र अमिलो राखेर बनाइदिएँ। यस्तो थकाइ लाग्यो सबै खाना बनाएर सर्भ गर्दाखेरि चाहिँ। अनि बनाएर उहाँहरू सबैजनालाई खाना दिएँ। एकदम